हुन्छ। गौरी गाई भनेको कस्तो हो? अलिक ठुलो गाई, जङ्गली गाई भने पनि भयो गौरी गाई। गौरी गाई हेर्दाखेरि चाहिँ फेरि यो गाई जस्तो छैन, नाम चाहिँ गौरी गाई हो। हेर्दाखेरि चाहिँ तपाईँको यो भैँसी जस्तो देखिन्छ देख्नु चाहिँ, यो हो गौरी गाई। गौरी गाई हेर्दाखेरि चाहिँ भैँसी जस्तो छ, नाम चाहिँ यसको गौरी गाई। हेर्दाखेरि अर्ना जस्तो देखिन्छ। नीलगाई भनेको त जरायो नै हो त, जरायो प्रजातिको नीलगाई भनेको। यो हो नीलगाई भने, हेर्दाखेरि जरायो जस्तो देखिन्छ नीलगाई। यो हो गौरी गाई भने अर्ना जस्तो भैँसी जस्तो देखिन्छ, यो नीलगाई चाहिँ जरायो जस्तो अनुहार ठ्याक्कै जरायो जस्तो नीलगाई। यी हुन् नेपालका राष्ट्रिय निकुञ्जहरू, जम्मा 12वटा राष्ट्रिय निकुञ्जहरू है। बाराको पथलेतिर पर्सा राष्ट्रिय निकुञ्जको अफिस होला, तर पर्सा राष्ट्रिय निकुञ्ज मकवानपुर, चितवन र पर्सा जिल्लामा मात्रै फैलिएको छ। नेपाल परिचयले त्यही भन्छ। सेफोक्सुन्डोको एरिया 3555, 3555। ओके, ल अब यसपछि नेपालको वन्यजन्तु आरक्ष हेरौँ है। वन्यजन्तु आरक्ष कतिवटा छ नेपालमा? वन्यजन्तु आरक्ष, वन्यजन्तु आरक्ष कतिवटा छ नेपालमा? 6वटा। एउटा मात्रै छ, यो हो कोशी टप्पु वन्यजन्तु आरक्ष। एउटा मात्रै वन्यजन्तु आरक्ष छ है, नाम हो कोशी टप्पु। कोशी टप्पु वन्यजन्तु आरक्ष। शिकार आरक्ष पनि एउटा मात्रै, वन्यजन्तु आरक्ष पनि एउटा मात्रै। कोशी टप्पु चाहिँ 2032 सालमा स्थापना गरिएको, 175 वर्ग किलोमिटर क्षेत्रफलमा छ। 32 सालमा स्थापना गरिएको 175 वर्ग किलोमिटर यसको क्षेत्रफल रहेको छ। सप्तरी र सुनसरी जिल्लामा फैलिएको छ कोशी टप्पु। सुनसरी हो तर सप्तरी जिल्लामा फैलिएको। केका लागि प्रसिद्ध हो यो कोशी टप्पु? कोशी टप्पु केका लागि प्रसिद्ध छ भन्नु त? अर्नाको लागि, अर्नाको लागि। अर्नाहरू कोशी टप्पुमा मात्रै पाइन्छ। अर्नाको लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज कोशी टप्पु राष्ट्रिय निकुञ्ज। अर्नाहरू पाउने भनेको यही कोशी टप्पुमा मात्रै। कति छन् अर्ना नेपालमा? अर्ना संख्या भन्नु त कतिवटा हुन्? 499, 489 हो र? होइन, 98 है, 89 होइन कि 98, 498 वटा। 500मा 2टा मात्रै कम भन्ने है, 498। अब शिकार आरक्ष नेपालमा, शिकार आरक्ष कतिवटा छन्? यो त वन्यजन्तु आरक्ष एउटा मात्रै भयो कोशी टप्पु। शिकार आरक्ष कतिवटा छन्? शिकार आरक्ष, शिकार आरक्ष पनि एउटा मात्रै छ, त्यो हो ढोरपाटन शिकार आरक्ष। शिकार आरक्ष भनेको गएर शिकार गर्न मिल्ने, गएर मार्न मिल्ने शिकार आरक्ष भन्छ। तर सबैलाई शिकार गर्न मिल्दैन, कुन शिकार गर्न मिल्छ भनेर तोकेको हुन्छ। योलाई शिकार गर्न पाउने भन्ने तोकेको हुन्छ है शिकार आरक्षमा।
ढोरपाटन शिकार आरब थियो 2044 सालमा स्थापना गरिएको शिकार आरब थियो। तर पैसा चाहिँ तिर्नुपर्छ है शिकार गर्दाखेरि, पैसा चाहिँ तिर्नुपर्छ। यो शिकार गर्ने भनेर लिस्ट दिएको हुन्छ, त्यहाँ वनमा गएर बन्दुकले ड्याङ ड्याङ गरेर मार्ने। 2044 सालमा स्थापना गरिएको थियो, 1325 वर्ग किलोमिटर क्षेत्रफल रहेको छ। बागलुङ, म्याग्दी र रुकुम पूर्व जिल्लामा फैलिएको छ। बागलुङ म्याग्दी र रुकुम पूर्व, बागलुङ, म्याग्दी र रुकुम पूर्व जिल्लामा शिकार आरक्षी फैलिएको छ। यो बनाउनु, यसमा मार्न पाइने नाउर, झारल, थार, हिमाली भालु, किलो भेडा यस्ता चिजहरू चाहिँ मार्न पाइन्छ। घोरल, झारल, थार, घोरल, भेडा यस्ता मात्रै मार्न पाइने हो। थार, घोरल, निलो भेडा यिनीहरूलाई चाहिँ गएर शिकार गर्न पाइन्छ। शिकार आरक्षी वन्यजन्तु आरक्षीको कम के सर, वन्यजन्तु आरक्षीको काम के हो? वन्यजन्तु आरक्षीको काम ल हेर्नुहोस् है, वन्यजन्तु आरक्षी भनेको कुनै एउटा टाइपको स्पेसल वन्यजन्तुको लागि संरक्षण गरिएको। जस्तै अर्ना भयो नि, त्यहाँको स्पेसल अर्ना मात्रै त्यहाँ पाइने, अर्नाको लागि मात्रै संरक्षण गरिएको स्पेसल टाइपको वन्यजन्तुको लागि संरक्षण गरिएकोलाई वन्यजन्तु आरक्षी भनिन्छ। अनि त्यसभन्दा पछि संरक्षित क्षेत्र भनेको पुरै क्षेत्रलाई संरक्षण गरिएको। अनि त्यस्तै अर्को राष्ट्रिय निकुञ्ज भनेको, राष्ट्रिय निकुञ्जमा त रिक्रिएसनलको लागि रमाइलो पनि गर्न पाइयो, र वन्यजन्तु आरक्षणमा रिक्रिएसन गर्न, पिकनिक सिकनिक गर्न पाइँदैन है। यो स्पेसल टाइपको वन्यजन्तुको लागि मात्रै संरक्षण गरिएको छ भने त्यो वन्यजन्तु आरक्षी भयो। त्यो अर्ना स्पेसल भयो, अर्नाको लागि मात्रै संरक्षण गरिएको भन्ने भयो है। झारल हेरिदिउँ कस्तो छ, हेरिदिउँ। ल हेरिदिउँ झारल। मन पर्यो? झारल र थार भने एउटै प्रजाति, फरक फरक होइन है, एउटै हो। हेर्नुहोस्, यो हो झारल। झारल, थार पनि यस्तै हो। अब यसलाई बाख्रै भन्नु मिल्यो है। थार पनि सेम यही त हो। यही अचार भन्छ थार, यो हो चाहिँ थार। यो सबै बाख्राकै प्रजाति हो कि, झारल, थार। घोरल भने पनि बाख्राकै प्रजाति हो फेरि। घोरल पनि एउटै हो, यस्तै हो, यही प्रजाति हो घोरल। यो घोरल नाउर, एउटा नाउर भन्ने हुन्छ, नाउर पनि बाख्राकै प्रजाति हो। नाउर यो पनि बाख्राकै प्रजाति हो, सबै बाख्राकै प्रजाति हो नै यो नाउर। झारल, थार, घोरल सबै एउटै हो। अब संरक्षण क्षेत्रहरू हेरौँ। मैले सोचेको बर्ड हुन् भनेर, बर्ड होइन, बर्ड होइन, उस्ता प्रजातिहरू, बाख्राकै प्रजाति हो है सबै। उस्तै उस्तै छ न, सबै उस्तै उस्तै हो। अब बाहिर हावापानी अलि राम्रो छैन है। पैसा तिरेर सकेपछि शिकार कसले लाउन पाइन्छ? शिकार लिन पाइँदैन, शिकार गर्ने मात्रै हो, त्यही छोडिदिनु। शिकार गरेको तपाईँको मेरो नेपालमा वन जङ्गलका कुनै पनि चिजहरू शिकार गरेर घर लिन पाउँदैन, त्यही गाडिदिनु पर्छ। बाहिर हावापानी चाहिँ अलिक ठिक छैन,
गडाङ गुडुङ पडाङ पुडुङ भइरहेको छ, जतिखेर पनि ढ्याम्मै लाइन जान सक्छ है। अनि लाइन गएछ भने ए लाइट गएछ भन्ने बुझ्नु होला है, फेरि फोन नगरिहाल्नु होला। सिकार गर्ने फाल्ने होइन के, सिकार गर्ने अनि त्यो समितिको मान्छेलाई दिनु पर्यो, त्यहाँ दिएर सबै मिलेर त्यसलाई डिस्पोज गर्छन्, गाड्छन्, जमिनमा गाड्छन्, गाडेर मुचुल्का तयार गर्छन्, मुचुल्का तयार गरेर सबै घर घर जान्छन् पहिलो लटमा। फेरि मैले के सुन्नमा आछ भने दोस्रो लटमा गाडेर जुन मुचुल्का तयार गर्छन् फोटासोटा खिचेर जान्छन् रे, सुन्नमा आएको है, हो कि होइन। फेरि दोस्रो लटमा बेलुकीतिर फर्केर निकालेर गोप्य रूपमा खान्छन् रे भन्न सुने हो, तर त्यो गर्न चाहिँ पाइँदैन, त्यो गर्न मनाइ छ। खाल्डो खनेर त्यहाँ गाडेर त्यो मुचुल्का तयार गर्नुपर्छ, मुचुल्का तयार गरेर राख्नुपर्छ, फोटा सहित राख्नुपर्छ, यहाँ यहाँ हामीले गाड्यौँ यो भनेर। त्यो तपाईँको राष्ट्रिय निकुञ्ज पनि त्यही हो नि, जस्तै जरायोहरू मर्यो, कहिले काहीँ त मर्छ नि त, मार्नलाई दिनु हुन्न नि, मार्नलाई दिनु भने खानलाई हुन भने मार्नलाई मिल्ने खानलाई नहुने। जस्तै यस्तो पनि हुन्छ नि, कहिले काहीँ एक्सिडेन्टली कोही जनावरहरू मर्यो भने पनि त त्यही गर्छ नि त, खान मिल्दैन, त्यसलाई गाडेर त्यहाँ राख्नुपर्छ, गाडेर मुचुल्का तयार गरेर दिनुपर्छ। यो त यसो हो कि जस्तै सोक हुन्छ कि मान्छेको, सोकिङ हुन्छ नि कसैको, सुटिङ भन्ने सोक हुन्छ, त्यो सोकले गर्दा गयो जाने हो नि मार्नलाई, सोकिङले गर्दा, सोकले गर्दा हो। सधैँ गएर जाने मार्ने होइन कि, टेन्डर पर्छ कहिले काहीँ मात्रै हो सर जाने, अनि त्यो अनुसारको ट्याक्टिक गर्ने, त्यस्तो हुन्छ है, सोक हुन्छ कसैको, शिकार गर्ने भन्ने। ल हिजोको रेकर्ड भिडियो पठाइदिनु, हिजोको आएको छैन र, हिजोको मैले हिजै पठाइसकेँ हो त, ल अगाडि गयो है, ठुलो हावाहुरी चल्दैछ है बाहिरतिर, जतिखेर लाइन जान सक्छ, लाइन गयो भने लाइन गयो भनेर सम्झिनु होला है। र अब त्यसपछि संरक्षण क्षेत्रहरू हेरौँ। संरक्षण क्षेत्रहरू नेपालमा संरक्षण क्षेत्रहरू कतिवटा रहेका छन्, संरक्षण क्षेत्र कति रहेका छन्, प्राय सोध्ने भने त यो राष्ट्रिय निकुञ्जबाटै सोध्या हुन्छ है। अब संरक्षण क्षेत्र हेरौँ, संरक्षण क्षेत्रहरू 6वटा, 6वटा संरक्षण क्षेत्र है, 6वटा। पहिलो स्थापना भएको अन्नपूर्ण 2049 सालमा, यो पहिलो स्थापना भएको सबभन्दा ठुलो भयो, त्यसैले एकचोटि यसको क्षेत्रफल सोधेको थियो है। अन्नपूर्ण 2049 सालमा, यो ठुलो सानो छ भने यसको क्षेत्रफल सम्झिराख्नु होला। अन्नपूर्ण 2039 सालमा 6729 वर्ग किलोमिटर, 7600, 7600 हो कि 6000, बिर्सेँ त यो अन्नपूर्णको, 6700 हो कि 7600, 7600 होला है, यो इक्जाममा एकचोटि सोधेर पनि थियो कि यो 7629 होला, 6700 होला कि 7600 हो, यही नै हो सर, 7600, 7600। लमजुङ लमजुङमा छ, त्यसपछि तपाईँको मनाङमा, कास्कीमा, मुस्ताङमा, म्याग्दीमा छ। लमजुङ, लमजुङमा, मनाङमा, कास्कीमा, मुस्ताङमा, म्याग्दीमा। लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी जिल्लामा फैलिएको छ अन्नपूर्ण संरक्षित 2049 सालमा स्थापना गरेको 7629, 4 साल चाहिँ खरिदारमा सोधे हो कि क्षेत्रफल कति छ भनेर, 7629। अब यसमा यही प्रकारको चिजहरू पाइन्छ भन्ने हुँदैन है। संरक्षित क्षेत्र भने जुनसुकै चिजलाई पनि संरक्षण गर्ने, दुर्लभ जीव जन्तुहरूलाई, वनस्पतिहरूलाई संरक्षण गर्नको लागि बनाएको संरक्षित क्षेत्र, त्यही भएर राष्ट्रिय निकुञ्जको जस्तो यसकै लागि प्रसिद्ध भन्ने हुँदैन संरक्षित क्षेत्रमा। दोस्रो संरक्षण क्षेत्र भनेको कञ्चनजङ्घा, 2054 सालमा भएको 2035 वर्ग किलोमिटर क्षेत्रफल छ कञ्चनजङ्घा। 2054 सालमा स्थापना भएको
2035 वर्ग किलोमिटर क्षेत्रफल रहेको छ। कञ्चनजङ्घा हिमाल कहाँ पर्छ त? ऊ माथि ताप्लेजुङमा, 1 नम्बरमा टपमै ताप्लेजुङमा पर्छ। कञ्चनजङ्घा संरक्षण क्षेत्र पनि ताप्लेजुङ नै पर्यो, ताप्लेजुङमै पर्यो कञ्चनजङ्घा संरक्षण क्षेत्र। हिमचितुवा पाइन्छ यहाँ, कस्तुरी मृग हिमचितुवाहरू कञ्चनजङ्घामा। हिमचितुवा, कस्तुरी, कस्तुरी भनेको मृग है, हिमचितुवा कस्तुरीहरू पाइन्छ, दुर्लभ वन्यजन्तुहरू। हिम भालु, हिमाली भालु पनि पाइन्छ है यहाँ, हिमाली भालु पनि पाइन्छ। त्यसपछि 2055 सालमा मनासलु संरक्षण क्षेत्रको स्थापना गरियो, 1663। तेस्रोमा मनासलु, मनासलुको 2055 सालमा स्थापना गरियो। क्षेत्रफल कति रहेको छ? 1663 वर्ग किलोमिटर रहेको छ मनासलुको। कहाँ पर्छ त यो? गोरखा जिल्लामा पर्छ। 29 प्रकारका स्तनधारी मनासलुमा मात्रै पाइन्छ, गोरखा जिल्लामा पर्छ। यसमा 29 प्रकारका स्तनधारीहरू पाइन्छन्, 29 प्रजातिका स्तनधारी, 29 प्रजातिका स्तनधारी चाहिँ मनासलुमा पाइन्छ, गोरखामा। त्यसपछि सबभन्दा सानो भनेको कृष्णसार, ठुलोको र सानो सम्झिराख्नु होला। त्यसपछि 2066 सालमा बर्दियामा कृष्णसार 16.95, कृष्णसार, कृष्णसारको 2066 मा क्षेत्रफल भनेको 16.94 वा 17 भने पनि भयो। कहाँ पर्छ त? बर्दियामा पर्छ कृष्णसार। कृष्णसार भन्ने जनावरको लागि संरक्षण गरेको हो संरक्षण क्षेत्र, कृष्णसारकै लागि गरिएको, त्यही भएर नाम पनि कृष्णसार भयो। कृष्णसार, कृष्णसार, कृष्णसार कृष्णसार Krishnasar established in 2009, 2009 मा established भनेको 2009 मा 57 जोड्यो भने 7 9 9 10 Government of Nepal declared Krishnasar's area in 2009 covering the area of 16.95 for their district. This is the first organized effort to further the endangered black bull antelope. Krishnasarको लागि 96 57 त भयो। एकैछिन है, म यो नेपालको परिचय भन्ने एरिया हो है कृष्णसारको। कृष्णसारको कतै 65 कतै 66 छ कि नेपाल, नेपाल परिचयमा कृष्णसारको अध्यक्ष 65 होला है। कृष्णसारको 65 नै छ, तर साइडमा राखेको अनुसार चाहिँ 2066 हुन्छ, तर स्थापना चाहिँ 65 मै गरिएको हो। साइडमा चाहिँ 2066 हुन्छ के। जस्तो कृष्णसारको 2009 मा स्थापना गरिएको भनेको छ नि, 2009 मा 57 जोड्यो भने 2009 मा 57 जोड्यो भने 9 7 10 11 12 13 14 16 66 हुन आउँछ। त्यसको डाटा अनुसार चाहिँ 66 हुन आउँछ। तर कृष्णसार चाहिँ नेपाल परिचयले 65 भनेको छ। 65 66 जुन आयो भने पनि त्यो अनुसार गर्नु होला है कृष्णसारको। ल यो केका लागि प्रसिद्ध हो? कृष्णसारकै लागि। कृष्णसार भनेको पनि यो उ हो, कृष्णसार भनेको चाहिँ जरायु प्रजातिकै हो कृष्णसार भनेको पनि है, जरायु प्रजातिकै कृष्णसार हो। 57 के हो? त्यो एडीबाट बीएसमा लिने हो के, एडीबाट बीएसमा लिने हो 57 भने।
जस्तै अहिले 2025 हो नि त, 2025 मा 57 जोड्यो भने कति हुन्छ? 7 5 12 को 2 क्यारी 1 5 3 7 1 8 2082 भयो नि त। नेपाली 2082 भयो। त्यस्तो हो कि 57 जोड्नु पर्छ भने एडीमा दिएकोलाई 57 जोड्यो भने यसमा हुन्छ। तर यो कहिलेसम्मको हुन्छ थाहा छ? पुसभन्दा पहिले भएछ त्यो हेर्नु पर्यो। ल कृष्ण सार भयो। कृष्ण सार पछि त्यसपछि गौरी शङ्कर 2066 सालमा गौरी शङ्करको स्थापना गरियो। गौरी शङ्कर हो एउटा अस्ति मैले गौरी शङ्करको 2066 मा स्थापना गरियो। 2179 वर्ग किलोमिटर क्षेत्रफल रहेको छ गौरी शङ्कर संरक्षित क्षेत्रको। 66 मा स्थापना गरियो। 2179 वर्ग किलोमिटर क्षेत्रफल रहेको छ। दोलखा रामेछाप र सिन्धुपाल्चोक जिल्लामा थियो। दोलखा रामेछाप र सिन्धुपाल्चोक। दोलखा रामेछाप र सिन्धुपाल्चोक जिल्लामा फैलिएको छ गौरी शङ्कर संरक्षित क्षेत्र। दोलखा रामेछाप र सिन्धुपाल्चोक। त्यसपछि 2067 मा चाहिँ अपिनम्पा, अन्तिममा अपिनम्पा संरक्षण क्षेत्रको स्थापना गरिएको अहिले 2067 मा। त्यसपछि संरक्षित क्षेत्र भएको छैन है। 1903 वर्ग किलोमिटर क्षेत्रफल रहेको छ अपिनम्पाको। यो दार्चुला जिल्लामा पर्छ। 1903 वर्ग किलोमिटर क्षेत्रफल रहेको छ। यो दार्चुला जिल्लामा पर्छ अपिनम्पा। यी हुन् नेपालका संरक्षित क्षेत्रहरू। नै गौरी शङ्कर चाहिँ 66 मा, अपिनम्पा चाहिँ 67 मा है। गौरी शङ्कर 66 मै हो। ल किताबमा 67 छ के को? गौरी शङ्करको। नेपाल परिचय भन्ने नेटमा क्रोममा जानुहोस्। क्रोममा गइसकेपछि नेपाल परिचय भन्ने सर्च गर्नुहोस्। परिचय नेपाल परिचय पीडीएफ भनेर सर्च गर्नु होला। अनि यसको पीडीएफ नेपाल परिचयको 6 नयाँ संस्करण आउँछ, 12औं संस्करण। अनि त्यसपछि यसमा जाने, नेपाल परिचयमा जाने, यो डाउनलोड भइरहेछ है। एकैछिन। ल नेपाल परिचय भन्ने डाउनलोड भयो। डाउनलोड भइसकेपछि यो नेपाल परिचय भन्ने खुल्छ। अनि यसमा चाहिँ यो 81 असारमा आधावधि गएको 82 असारमा नयाँ डेट आउँछ यसको नेपाल परिचयको। अब यसले चाहिँ राखेको तथ्याङ्कहरू मात्रै, यसले राखेको तथ्याङ्कहरूलाई मात्रै हामीले आधार मान्ने। यसको बारेमा नेपालको प्राकृतिक स्रोत र साधन 45 पेजमा 45 सबै संरक्षित क्षेत्रहरू छ कि संरक्षण राष्ट्रिय निकुञ्ज वन्यजन्तु आरक्षण शिकार आरक्षण 68 पेजमा छ। 68 पेजमा हेर्ने। अब सबैले डाउनलोड गरेर राख्नु होला है नेपाल परिचय भन्ने। लाभेन मात्रै पुग्यो। एप होइन के, यो सरकारी तथ्याङ्क नै हो नेपाल परिचय भन्ने। क्रोममा गएर नेपाल परिचय पीडीएफ भनेर सर्च गर्नु न, अनि त्यसपछि डाउनलोड गर्नु होला। 25 पुग्यो। यहाँ सबै सरकारी तथ्याङ्कहरू राखेको हुन्छ कि नेपाल परिचयमा। तहको बारेमा सबै स्थानीय तहको जनसङ्ख्या कति, जनसङ्ख्या वितरण कति, सारा डिटेल यसमा राखेको हुन्छ। सरकारले निकालेको तथ्याङ्क हो।
अब असारमा चाहिँ नयाँ तथ्याङ्क आउँछ, नयाँमा पनि धेरै चेन्ज हुँदैन, केही केही मात्रै चेन्ज भएर आउनु है। यसबाटै सोध्ने हो नि त लोकसेवा क्वेसनहरू। 45 भयो। तालहरू जे छन् नि यसबाटै मात्र सोध्छ, बाँकी बुकमा भएका सबै ताल पढिराख्नु पर्दैन। कति पेज हो यो? 54। कतिमा थियो रे, म बिर्सिहालेँ। चौरासीमा आफै अपडेट हुन्छ, गर्नु पर्दैन, नयाँ आउँछ नयाँ खुल्छ। कति पेजमा थियो अघि हेऱ्यो हामीले, कुन कतिमा भन्नु त राष्ट्रिय निकुञ्जको बारेमा? 68 मा हो। कति पेज पुग्यो? 61 पुग्यो। पुग्यो। हो आयो ल। चितवन राष्ट्रिय निकुञ्ज भयो। राष्ट्रिय निकुञ्ज, शिकार आरक्ष, संरक्षित। ल हेर्नुहोस्, हो यसमा जे छ त्यो मात्रै पढ्ने हामी। हेर्नु त, कृष्ण सार 65, गौरी शङ्कर 66, अभिनम्पा 67। ल यो मात्रै पढ्ने है। अब अभिनम्पा 67 मा रहेछ, गौरी शङ्कर 66 मा स्थापना। 2179 रामेछाप दोलखा सिन्धुपाल्चोक चितुवा कस्तुरी मृग चरिबाग डाँफे मुनाल आदि। 67 मा अभिनम्पा हिमचितुवा घोडल कालो कालो थार जटामासी सबै दिएको हुन्छ यसमा डिटेल। मध्यवर्ती क्षेत्र यो त इक्जाममा सोध्दैन, मध्यवर्ती क्षेत्र कतिवटा छन् भनेर सोध्छ। मध्यवर्ती क्षेत्र 13 वटा छन् भन्ने सम्झिने है। मध्यवर्ती क्षेत्र 13 वटा छन् भन्ने चाहिँ सम्झिने। मध्यवर्ती क्षेत्रको स्थापना र यो त सोधेको छैन है अहिलेसम्म। 13 वटा मध्यवर्ती क्षेत्र छन् भन्ने मात्र सम्झिनु होला, बाँकी यो मध्यवर्ती क्षेत्रको स्थापना कहिले भयो यो 13 वटा यो सोधेको छैन। वन्यजन्तु आरक्ष एउटा मात्रै, कोशी टप्पु। यहाँ हेर्ने है, यहाँ भएको जे छ त्यो मात्रै गर्ने। ल भयो त, यो आफै हेर्नु होला पछि। अहिले यो क्रोममा गयो भने भइहाल्छ, गुगल क्रोममा जानु, गुगल क्रोममा गएर नेपाल परिचय पिडिएफ भनेर टाइप गर्नु, त्यसमा सबै डिटेल आइहाल्छ। सबै जनसङ्ख्या डिटेलदेखि लिएर सबै डिटेल हुन्छ है यसमा। नेपालको इतिहास, नेपालको भूगोल सबै हुन्छ यसमा। यो चाहिँ सबैले डाउनलोड गरेर राख्नु। इतिहास, भूगोल अनि सबै हुन्छ। प्रदेश वाइज अलग अलग यसरी दिया हुन्छ। हिमालको जनसङ्ख्या, पहाडको जनसङ्ख्या, तराईको जनसङ्ख्या, अनि सहरको कति छ, हामी सोधेको थियो नि एकचोटि, सहरमा सहरको जनसङ्ख्या कति प्रतिशत छ भनेर। सहरको, गाउँको, नगरपालिकाको सबै दिया हुन्छ है यसमा। अगाडि गयो, यो संशोधन कहिले हुन्छ? संशोधन अब असारमा हुन्छ के। संशोधन हुने भने त्यो नेपालको भूगोलहरू संशोधन हुन्न नि त, केही कुराहरू थप हुन सक्छन्, असारमा आउँछ नयाँ संशोधन। अहिले यही पढ्ने, संशोधन धेरै हुँदैन के, केही कुराहरू मात्र, एक दुई अक्षरहरू शब्दहरू मात्रै हुने हुन्। भूगोलहरू त्यो क्षेत्रफलहरू त्यो केही संशोधन हुँदैन। क्षेत्रफल एकचोटि स्क्रिनसट गर्छु, आफै डाउनलोड गर्नुहोस् भन्दैछु, फेरि आउँछ स्क्रिनसट गर्छु रे। गुगल क्रोममा जानु, नेपाल परिचय भनेर टाइप गर्नु, अनि त्यसमा सबै छ किन स्क्रिनसट गरेर राख्नु पर्यो है। ल म सिमसार क्षेत्रमा गएँ, बजेट हुँदैन, त्यस्तो हुँदैन। अब एकपल्ट त्यो त अब फेरि खोज्न गाह्रो हुन्छ, यसैबाट हेर्नुहोस्। त्यो फेरि नेपाल परिचयबाट कहाँ कहाँ पुग्यो कहाँ पुग्यो त्यो फेरि खोज्न माथि माथि सार्न गाह्रो हुन्छ, यसैबाट हेर्नुहोस्। ल अगाडि बढ्छु। त्यो निःशुल्क बुक पनि पाइन्छ है, त्यो नेपाल परिचयको बुक पैसा हालेर किन्नु पर्दैन। प्रिन्ट गरेको बुक पाइन्छ, मन्त्रालयमा गयो भने मलाई नेपाल परिचयको बुक दिनुहोस् भनेपछि उनले निःशुल्कै दिन्छ। सिमसार हेर्नु, सिमसार, सिमसार भनेको चाहिँ के हो? सिमसारको अर्थ के भन्नु त? सिमसारको अर्थ के हो?
अहिले त दिँदैन मन्त्रालयले। खोइ पहिले दिन्थ्यो, मैले गएर मागेर ल्याऊ, खोइ अहिले के गर्छ थाहा भएन है। मन्त्रालयले दिन्छ नि। र सिमसारको अर्थ के भन्नु त, सधैँ पानी जमिरहने ठाउँलाई सिमसार भन्छ है, ओसिलो ठाउँ। पानी जमिरहने ठाउँलाई चाहिँ सिमसार क्षेत्र भनिन्छ। 6 मिटर भन्दा 6 मिटर गहिराई भएको पानी जमिरहने 6 मिटर गहिराई 6 मिटर गहिराई भएको सधैँ पानी जमिरहने ठाउँलाई सिमसार भन्छ। सधैँ पानी जमिरहने ठाउँलाई सिमसार क्षेत्र भनेर भन्छ। विश्व रामसार सिमसार क्षेत्रलाई चाहिँ सिमसार क्षेत्रमा चाहिँ जैविक विविधता संरक्षण गर्नको लागि विश्वले सिमसारको कानुनको लागि इरानको रामसार भन्ने ठाउँमा एउटा महासन्धि गरेको थियो, जसलाई रामसार महासन्धि भन्छ। सिमसार क्षेत्रको संरक्षण गर्नको लागि रामसार भन्ने ठाउँमा महासन्धि गरेको थियो, जसलाई रामसार महासन्धि भन्छ है। सिमसारको संरक्षणको लागि सिमसार क्षेत्रहरूको संरक्षणको लागि इरानको रामसार भन्ने ठाउँमा, रामसार र सिमसारमा कन्फ्युज नहुनु, रामसार भन्ने ठाउँको नाम हो। इरानको रामसारमा सन्धि भएको थियो। रामसारमा सन्धि भएको, जसलाई के भन्छ त रामसार महासन्धि भन्छ। त्यो रामसार महासन्धिमा नै सूचीकृत गर्ने हो उनले नेपालका 10 वटा सिमसारलाई। 1971 मा सन्धि भएको यो, सन् 1971 मा रामसार सन्धि भएको इरानको रामसारमा। तर यसको प्रधान कार्यालय चाहिँ स्विजरल्यान्डको गल्यान्डमा छ। भएको चाहिँ 1971 मा सन्धि भयो, लागू चाहिँ 1975 बाट भयो, लागू चाहिँ फेरि 1975 बाट लागू भयो। यसको प्रधान कार्यालय चाहिँ स्विजरल्यान्डको गल्यान्डमा छ। रामसारको प्रधान कार्यालय स्विजरल्यान्डको गल्यान्ड भन्नेमा छ है, प्रधान कार्यालय स्विजरल्यान्डको गल्यान्डमा प्रधान कार्यालय हो। विश्वका 1400 भन्दा बढीलाई चाहिँ 1401 वटा सिमसार क्षेत्र रामसार साइटमा सूचीकृत गरेको छ। यो रामसारले के गर्यो त, सिमसार क्षेत्रहरूलाई आफ्नो साइटमा सूचीकृत गर्छ, आफ्नो साइटमा राख्ने काम गर्छ। विश्वका 1401 वटा सिमसारलाई रामसार साइटमा सूचीकृत गरेको छ। विश्वका 1401 क्षेत्रलाई सूचीकृत गरेको, जसमध्ये नेपालका 10 वटा क्षेत्र पर्छ। 1401 वटा क्षेत्रलाई रामसार साइटले सूचीकृत गरेको, जसमध्ये नेपालका कतिवटा त 10 वटा छन्। नेपालका सूचित भएका 10 वटा छन्, जसमा नेपालका 10 वटा क्षेत्रलाई रामसार साइटमा सूचीकृत गरेको छ। यो सिमसार दिवस कहिले मनाइन्छ? फेब्रुअरी 2 मा मनाइन्छ है। सिमसार दिवस भने फेब्रुअरी 2 मा। सिमसार दिवस को फेब्रुअरी 2 मा मनाइन्छ सिमसार दिवस। अब नेपालका कुन कुन गर्यो त? 10 वटा नेपालका सूचीकृत गरेको छ भने मैले 10 रामसार सूची, नेपालका 10 वटा सिमसारहरू रामसारको सूचीमा छन्। सिमसारहरू तर रामसारको सूचीमा, नेपालका 10 वटा सिमसार रामसारको सूचीमा। ल छिटो लेख्नुहोस्, भिडियो गर्नुहुन्छ कि तपाईहरु, फास्ट गर्नु। भयो ल, नेपालका 10 वटा चाहिँ रामसारको सूचीमा छन्। को छन् भनेर सम्झिने। सबभन्दा पहिलो कोशी टप्पु, एकदमै सताएसी कोशी टप्पु भन्ने। पहिलो कोशी टप्पु कहिले 87 मा भयो है। पहिलो के भएको? कोशी टप्पु। सबभन्दा पहिलो रामसार सूचीमा सूचीकृत नेपालको सिमसार क्षेत्र कुन हो भन्यो भने कोशी टप्पु। कोशी टप्पु कहिले भएको? 87 मा। एकदमै सताएर 87 मा रामसार क्षेत्रमा सूचीकृत भयो, 87 मा।
है। ल, त्यसपछि 2003 मा भएका जगदीशका 20 घोडा, त्यसपछि जगदीशका 20 घोडा भनेर सम्झिनु। हेर्नुहोस्, जगदीशका, त्यसपछि जगदीशका 20 घोडा, जगदीशका 20 घोडा कहिले भए? 2003 मा। 2003 जगदीशका 20 वटा घोडाको मूल्य 2003 भनेर सम्झिनु। अब जगदीश भने जगदीशपुर ताल, जगदीशबाट जगदीशपुर ताल 20 बाट 20,000 ताल, जगदीशपुर ताल 20 बाट 20,000 ताल, 20,000 ताल र घोडाबाट घोडागोडी ताल। जगदीशपुर ताल 20,000 ताल र घोडागोडी ताल 2003 मा भए। घोडागोडी ताल जगदीशका 20 वटा घोडा 2003 मा भए भन्ने। जगदीशपुर ताल 20,000 ताल र घोडागोडी ताल 2003 मा भए। त्यसपछि गोसेको राङ्गो 2007 मा भयो। गोसेको राङ्गो, गोसेको राङ्गो, गोसेको राङ्गो 2007 मा भए भन्ने सम्झिनु। गोबाट गोक्यो ताल, गोक्यो ताल, सेबाट सेफोक्सुङ्गो ताल, सेफोक्सुङ्गो ताल, राबाट रारा ताल र गोबाट गोसाइकुण्ड, गोबाट गोसाइकुण्ड। गोसेको राङ्गो कहिले भए? 2007 मा भए। गोबाट गोक्यो ताल, सेबाट सेफोक्सुङ्गो ताल, राबाट रारा ताल र गोबाट गोसाइकुण्ड। गोसेको राङ्गो 2007 भए। त्यसपछि मही पोखरी 2008 मा भयो। 2008 मही भन्ने, मही पोखरी 2008 मा मही पोखरी भयो। त्यसपछि पोखराका तालहरू, अन्तिममा चाहिँ पोखराका तालहरू 2000, पोखराका तालहरू 2016 मा भयो। त्यसपछि पोखराका सबै तालहरू 9 वटा तालहरू है पोखराका, पोखराका तालहरू चाहिँ 2016 मा भयो। 1 मही पोखरी, 2 गोक्यो ताल, 3 सेफोक्सुङ्गो ताल, रारा 5, गोसाइकुण्ड 6, जगदीशपुर 7, 20,000 8, घोडागोडी 9 र कोसीटप्पु 10। 10 वटा चाहिँ नेपालका रामसार साइटमा सूचीकृत भएका सिमसा क्षेत्रहरू हुन्। भयो। नेपालका 10 वटा सिमसा क्षेत्रलाई रामसार साइटमा सूचीकृत गरेका छ। लास्टको पोखराका तालहरू, पोखराका तालहरू 2016 मा, 2016 मा पोखराका तालहरू। यो 2008 मा मही पोखरी, मही पोखरी 2008 मा मही पोखरी भएको। लास्टमा क्युआर दिनु पर्दैन, म रेकर्ड भिडियो राखिदिन्छु नि, एकैछिनमा भइहाल्छ नि। युरो 4 भने त सवारीसँग सम्बन्धित हो त, सवारी 10 वटा मात्रै भयो र। नेपालका 10 वटा ताल, पोखराका ताल, पोखराका तालहरू भने 9 वटा तालहरू छन् पोखराका, पोखराका 9 वटा तालहरू हुन्। पोखराका सबै तालहरू, फेवा ताल, बेगनास ताल, मही पोखरी कि माई पोखरी। अब यसलाई मही पोखरी भन्छन् कि माई पोखरी भन्छन्? इलामको माई पोखरी भन्छ होला, इलामको हो कि यो, इलामको माई पोखरी होला, माई पोखरी है, मही पोखरी होइन कि माई पोखरी, इलामको माई पोखरी। पोखराका तालहरू त फेवा ताल, बेगनास ताल, रूपा ताल, कमल ताल, खोस्टे ताल, गुर्दे ताल, निउरनी ताल, दिपाङ ताल, मैदी ताल, सबै पोखराका तालहरू हुन् कि। ल हुन्छ, आजको लागि यति गरौँ। म केही छिनमा रेकर्ड भिडियो पठाइदिन्छु, रेकर्ड भिडियो हेर्नु होला, छुट्या छ भने। हजुरको नोट त्यही होइन जुन सरले ग्रुपमा हाल्नुहुन्छ नै,
जुन सरले ग्रुपमा हाल्नुहुन्छ त्यही मेरो नोट होइन, जुन मैले हाल्छु ग्रुपमा त्यही मेरो नोट हो। मेरो क्लास सकिसकेपछि मैले नोट आफै हालिदिन्छु, त्यो नोट मात्रै पढ्ने के। किनकि नोट बनाउँदै क्रममा कहिलेकाहीँ तल माथि परे हुनसक्छ, अशुद्ध भएको हुनसक्छ, लेख्दाखेरि मिस्टेक भएको हुन्छ, टाइप गर्दाखेरि मिस्टेक भएको हुन्छ। अनि त्यो मैले क्लास पढाइसकेपछि त म हेर्छु एकचोटि, त्यति बेला सकेसम्म कम मिस्टेकको हुन्छ त्यो म पठाउँछु। जति जति नयाँ मैले पठाउँछु त्यो त्यो मात्रै हेर्ने है, पुरानो डिलिट गर्दै जाने। पुरानो छ भने जस्तै पहिले तपाईँसँग यो नोट छ भने मैले अब यो क्लास सकिसकेपछि नोट हालिदिन्छु, त्यो मात्रै राख्ने, पुरानो हटाइदिने। पोखराका तालहरू सबै एउटैमा हो के, यो क्षेत्र हुन् नि त। 10वटा क्षेत्र हुन्, 10वटा तालहरू होइनन्। नेपालमा रामसार साइडमा सूचीकृत 10वटा क्षेत्रहरू हुन् के। 10वटा क्षेत्र, एउटा क्षेत्रमा धेरै तालहरू पनि हुन सके त। त्यसै पोखराका सबै तालहरूलाई सँगै एउटै क्षेत्र माने हो। पोखराका 9 तालहरूको एउटा क्षेत्र, त्यही भएर त मैले पोखराका तालहरू लेखेँ। पोखराका तालहरू एउटै क्षेत्र माने हो है। 9 मात्रै भए। कुसिटप्पू 1, जगदीशपुर 2, 20,003, घोडागोडी 4, टोकियो 5, सेतमुचुण्ड 6, रारा 7, गोसाइकुण्ड 8, मैपोखरी 9, पोखराका तालहरू 10। पोखराका समग्र एउटै हो के पोखराका तालहरू।